हेलो एभ्रिवान, वेलकम आरबिक्स किचनमा। फेरि पनि आज मैले न्यू रेसिपी लिएर आइसकेको छु। आजको न्यू रेसिपी भनेको चाहिँ बफ फ्राइड राइस। एकजना दाइले एकदम मिठो बनाइदियो भाइ भनेर अर्डर गर्नुभएको छ। साथीहरू, मैले बफलाई सानो सानो टुक्रा पारेर फ्राई गर्दैछु र फ्राइड राइसको लागि मैले प्याजलाई डाइस कटमा काट्दैछु। गाजर काटिसकेको छु। अब चाहिँ क्याप्सिकम काट्दैछु साथीहरू, म सानो सानो पिस गर्दै। क्याप्सिकम, गाजर अनि प्याज अनिवार्य चाहिन्छ फ्राइड राइसको लागि। र मासु मजाले भुट्दैछु। बिचमा फायर पनि बलेको छ साथीहरू। मसला हाल्नुभन्दा अगाडि फायर बाल्नुपर्छ जहिले पनि, र यदि मसला हालिसकेपछि फायर बल्यो भने टेस्ट कम हुन्छ। यो आगो बाल्ने सेपको कला नै हो साथीहरू है। मैले अब मजाले फ्राई गर्दैछु, एकदम क्रन्ची है, बाहिर क्रिस्पी भित्र जुस टाइपको पनि बन्छ। मजाले प्यानहरू मैले चलाउँदैछु, मजाले हेर्न सक्नुहुन्छ। हजुरहरू पनि यसरी बनाउन सक्नुहुन्छ। पहिला बफलाई मजाले फ्राई गर्नुपर्छ, मलाई देख्न सक्नुहुन्छ। मैले नै बनाएको छु, मनै हो साथीहरू। भिडियो बनाउने पनि अब फ्राइड राइस बनाउने मनै हो, क्यामराम्यान छैन, त्यही भएर भिडियोहरूको राम्रो क्वालिटीमा आउन सक्छ। क्षमा गर्नुहोस्, बिस्तारै बिस्तारै अपडेट लेभल अप हुनेवाला छ। अब मैले तातो तेलमा प्याज, त्यही बफ फ्राई गरेकोमा क्याप्सिकम अनि सिमी, गाजर हालेर मजाले फ्राई गर्दैछु सानो हिटमा। धेरै हिट गऱ्यो भने डढिहाल्छ साथीहरू, त्यही भएर कम हिटमा पकाउनुपर्छ। जति कम हिटमा पकायो त्यति मिठो हुने है साथीहरू। अब मैले लङ राइस पनि मैले एड गरिसकेको छु। फ्राइड राइसको लागि जहिले पनि लङ राइस चाहिन्छ साथीहरू, टुक्रिनु हुँदैन। मजाले लङ राइसलाई मैले हालिसकेपछि अब फेरि मिक्स गर्छु, मजाले चलाउँछु, टसिङ गर्दै हल्का ओइल हाल्छु। त्यसपछि बटर पनि हल्का एड गर्छु साथीहरू, एकदम टेस्ट आउँछ बटर हाल्यो भने, फ्लेभर एकदम मिठो दिन्छ। अब मैले स्वादअनुसार नुन टेस्टिङ हल्का, यदि हजुरलाई मन पर्दैन भने नहाल्न सक्नुहुन्छ। ब्ल्याक पेपर, व्हाइट पेपर, सोया सस है, फ्राइड राइसको लागि कम्पलसरी चाहिने यही हो मसला अलि मिठो बनाउनको लागि। र थोरै मैले ब्राउन सस बनाएर रेडी गरेको छु। ब्राउन सस हड्डीको सुपबाट बनेको ब्राउन सस एकदमै टेस्टी आउँछ, स्वाद एकदम बवाल हुन्छ। ब्राउन सस हालिसकेपछि साथीहरू मजाले टसिङ गर्ने है। सस हालिसके मसला सबै एड भइसकेपछि मजाले मैले टसिङ गर्दैछु। हेर्नुहोस् कस्तो बन्नेवाला छ। अब हाम्रो कस्टमरसँग पनि म रिभ्यू लिन्छु, कस्तो बन्यो, दाइले एकदम मिठो बना भाइ भन्दै हुनुहुन्थ्यो। र म एकदम मिठो टेस्टी बनाउने कोसिस गर्दैछु साथीहरू, एकदम मिहिनेत गरेर बनाउँदैछु। हेर्नु सक्नुहुन्छ मजाले टसिङ गरिरहेको छु, मैले गरिरहेको छु। हजुर पनि गर्नु होला राम्रोसँग। यसरी नै जहिले पनि डाडुले नचलाउनु, डाडुले चलाउनु भयो भने भात राइस टुक्रिन सक्छ, त्यही भएर पन्युले चलाउनु पर्छ जहिले पनि। र मसँग टसिङ प्यान नभएको कारणले ननस्टिक प्यान टस गर्नलाई, त्यही भएर बेला बेलामा टाँसी पनि रहेछ राइस। ननस्टिक प्यान भएको भए टाँसिँदैन थियो साथीहरू। यसको प्यानको डेट गइसकेको छ, तर पनि मैले काम चलाउको लागि गरेको छु। र साथीहरू, एउटा कुरा, यदि हजुरलाई यस्तो रेसिपीहरू मनपर्छ भने कृपया मेरो च्यानललाई सब्सक्राइब गरेर बेल आइकनको घन्टी बजाएर नयाँ नयाँ रेसिपीहरू चाहनुहुन्छ भने, मलाई माया गर्नुहुन्छ भने कृपया लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। फाइनली हाम्रो राइस रेडी भइसकेको छ साथीहरू। अब म प्लेटिङ गर्दैछु, हेर्न सक्नुहुन्छ कति राम्रो कलरमा बनिसकेको छ। मजाले प्लेटिङ गर्दैछु। साथीहरू, अन्तिम भइसकेको छ मेरो राइस कम्प्लिट बफ फ्राइड राइस। यसरी मैले मजाले गार्निसिङ गरेर कस्टमरलाई सर्भ गर्नको लागि रेडी भयो साथीहरू। अब सर्भ हुन्छ। यसरी नै हजुरहरू घरमा बसेर बनाउन सक्नुहुन्छ। थ्याङ्क यू फर द वाचिङ माई भिडियो। बाई बाई, टेक केयर एभ्रिवान।